दर्शकबिन कुलुङ समुदायसँग जोडिएको एउटा महत्त्वपूर्ण खबर लिएर आएका छौँ। नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान सङ्घको 6औं राष्ट्रिय महाधिवेशन पुस 26 र 27 गते यसै धरानमा रहेको उत्थानको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। महाधिवेशनबाट दौलत कुलुङको अध्यक्षतामा 31 सदस्य केन्द्र समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। दर्शकबिन महाधिवेशनले आगामी 4 वर्षका लागि काम गर्ने कार्ययोजना पनि पारित गरेको छ। नवनिर्वाचित अध्यक्ष दौलत कुलुङले कुलुङ समुदायको एकता, भाषा, संस्कृति र पहिचान बलियो बनाउने प्रतिबद्धता जनाए। सङ्घले शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट आफ्नो हक अधिकारको आवाज उठाउँदै आएको समेत जनाएको छ। दर्शकबिन यसै विषयमा गरिएको पत्रकार सम्मेलनको सम्पूर्ण दृश्य हेरेर साथ दिनुहोला। आजको यो पत्रकार सम्मेलन नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान सङ्घ केन्द्रीय समितिका नवनिर्वाचित अध्यक्ष आदरणीय दौलत कुलुङजी, उपाध्यक्ष आदरणीय रामबहादुर कुलुङजी, सचिव प्रदीप कुलुङजी, हाम्रा आदरणीय सर निवर्तमान पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकृषि दाई, हाम्रो पत्रकार हाम्रो सुनसरीका पत्रकार महासङ्घ सदस्य लगायत सम्पूर्ण पत्रकार मित्रहरूमा हार्दिक नमस्कार, स्वागत, अभिवादन गर्न चाहन्छु। यहाँलाई विशेष धन्यवाद ज्ञापन गर्दछौँ कि हाम्रो यो हिजो र अस्ति अर्थात् हाम्रो किराँत कुलुङ उत्सव भनेर सोत्तरीमा भन्छौँ, नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान सङ्घ केन्द्रीय कार्य समिति किराँत कुलुङ उत्सवको 6औं राष्ट्रिय महाधिवेशन पुस 26 र 27 गते सम्पन्न भई आज यो 28औं गतेका दिन हाम्रो पत्रकार सम्मेलनमा यहाँलाई यहाँहरूको सहयोगमा हाम्रो भएका केही गतिविधि, केही जानकारीहरू चाहिँ र हाम्रो चाहिँ सानो एउटा प्रेस विज्ञप्ति यहाँ बिचमा म पढेर वाचन गर्न चाहन्छु र हामी फेरि अगाडि बढ्नेछौँ। नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान सङ्घको 6औं राष्ट्रिय महाधिवेशन यही 26-27 पुस 2082 का दिन धरानमा सम्पन्न भएको छ। उक्त अधिवेशनमा विगत 4 वर्षका कार्यहरूको समीक्षा, कुलुङ जातिको वर्तमान अवस्थाको विश्लेषण र आगामी 4 वर्षे 2082-83देखि 2086-87सम्मका लागि मार्गनिर्देश र तत्काल गर्नुपर्ने कार्ययोजनाहरू सहित पारित गर्नका साथै दौलत पिटिसे कुलुङको नेतृत्वमा 31 सदस्यीय केन्द्रीय कार्य समितिको चयन गरी सम्पन्न भएको छ। महाधिवेशनका प्रतिनिधिहरूले आदिवासी किराँत महासङ्घसँग सहकार्य गर्दै नेपालका प्राचीन किराँत कुलुङको सङ्गठनको सुदृढीकरण, सुशासनको अभ्यास गर्दै समाजप्रतिको जवाफदेहिता अनुभूति गराउने प्रतिबद्धता जाहेर गरेको छ। कुलुङ सङ्घले स्थापना कालदेखि आफ्नो अस्तित्व र पहिचानसहितको विकासका लागि गर्दै आएका सङ्घर्षबाट कुलुङहरूमा सचेतनाको प्रवाह बढिरहेको छ। चेतनाको प्रवाहलाई कसैले रोकेर रोकिँदैन। निवर्तमान अध्यक्ष श्रद्धेय चन्द्रसिंह कुलुङको योगदानलाई उच्च मूल्याङ्कन र सम्मान गर्दै आफ्नो हक अधिकारप्रति निरन्तर सङ्घर्षमा साथ दिने सम्पूर्ण कुलुङ महानुभावहरूलाई ओलनु धन्यवाद भन्दछौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति सदैव कटिबद्ध यो संस्थाले लोकतान्त्रिक पद्धतिबाट अहिंसात्मक तथा शान्तिपूर्ण क्रियाकलापहरू मार्फत आफ्ना आवाजहरू बुलन्दै गर्दै आएको छ। शान्ति, अहिंसा र मानव अधिकारको रक्षाको पक्षमा कुलुङ समुदायहरू रहेकाले सबै लोकतान्त्रिक पद्धतिका पक्षधरहरूलाई कुलुङ सङ्घको अभियानमा साथ दिन समेत हामी हार्दिक अपिल गर्दछौँ। र हामी जम्मा 31 सदस्यको कार्य समिति रहेको छ। यसको नामहरू हजुरलाई प्रदान गरिसकेका छौँ। तपाईँ सम्पूर्णलाई पुनः पनि फेरि पनि धेरै धेरै धन्यवाद पनि ज्ञापन गर्दछौँ। र साथमा हामीले हिजो केन्द्रीय सदस्यमा निर्वाचित हुनुहुने हाम्रो गङ्गाराम कुलुङले हुनुहुन्छ, मेरो प्रिय मित्र पनि
उहाँको यो सदस्यता प्रमाणपत्र चाहिँ हिजो समयले अलिकति साकिएर उहाँ कार्यव्यस्तता अगाडि आइहाल्नु भयो। यो प्रमाणपत्र वितरण गरिदिनुको लागि चाहिँ म सबै हाम्रो आजका आदरणीय पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष जनक कृषि दाजु र हाम्रो अध्यक्ष दौलत गुरुङको सामूहिक हातबाट चाहिँ वितरण गरिदिनु र लिनुको लागि पनि हामी अनुरोध गर्दछौँ र धन्यवाद छ, बधाई छ हाम्रो कुनै समुदायको लागि हकिमको लागि सञ्चार क्षेत्रमा निकै लामो समयदेखि हाम्रो गङ्गाराम सरले दिनुभएको योगदानप्रति पनि हामी एकदमै धन्यवाद गर्दछौँ र सँगसँगै हाम्रो यो कुलुङ जातिको चाहिँ सानो मायाको चिज हो, समग्र यो चाहिँ सिम्बोलिक हो। पत्रकार जीवहरूलाई देखाउँदै हाम्रो निवर्तमान अध्यक्षज्यूलाई यो अब यो हजुरहरूलाई हामीले निम्तुका गएका छौँ, तथापि हजुरसँग यो अध्यक्षज्यू मार्फत यो लगाइदिनु हुनेको पनि हार्दिक अनुरोध गर्दछु। मैले खालि सबैले खायो भने जस्तै हुन्छ, फरक परेन, यो मायाले छेडेको त ठिक हुन्छ नि, होइन फरक परेन लाइफमा मायाले छेडेको त सहन गरिएर रहेका कुलहरूलाई एक धिक्का गरेर एउटा छाताभित्र रहेर हामीले सबै जिल्ला विभिन्न पालिकाहरू स्थानीय तहमा हामीले इकाइ समितिहरू छन्, सबैको एउटै मात्रै लक्ष्य गन्तव्य भनेको यहाँलाई पूर्वज सम्बन्धित जानकारी हामीले पहिचानको आन्दोलनमा छौँ। यहाँको पनि साथ सहयोग रहेको छ, राष्ट्रिय मानव अधिकार हामीले साथ सहयोग गरिराखेको छ। विभिन्न एउटा चाहिँ राष्ट्रिय तथ्याङ्क विभागबाट पनि जनगणना 2078ले पनि 7 प्रमाणहरू दिएको छ। हामीले एउटै मात्र के भनेको थियो, राज्यको मूल प्रवाहमा समाइदिनुको लागि राज्यले हामीलाई चिन्नु पर्यो, पहिचान दिनु पर्यो। त्यो भनेको चाहिँ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन 2058ले मापदण्ड तोकेको अनुसार हाम्रो कुलुङ जातिलाई चाहिँ राज्यमा सूचीकृत गरिदिनु पर्यो। यसको लागि अब यथाशक्य हामीले 2058 सालको अहिलेसम्मको आन्दोलन हो, त्यसमा सबैभन्दा तिनै हाम्रो चाहिँ केन्द्रीकृत हाम्रो आन्दोलन हो। यसमा चाहिँ यहाँको पनि साथ सहयोग रहै नै छ भन्ने आशा अपेक्षा पनि गर्दै, यो अनुरोध पनि गर्दै, राज्यलाई यो चाहिँ सुनवाई होस् भन्ने पनि अनुरोध गर्दै, बाँकी कुराहरू चाहिँ आजको हाम्रो नवनिर्वाचित अध्यक्षज्यू, उहाँ चाहिँ सालपास गाउँपालिकाबाट निर्वाचित अध्यक्षज्यू पनि हुनुहुन्छ। हाम्रो उपाध्यक्षज्यू चाहिँ पूर्व गाउँपालिका अध्यक्षज्यू, अहिलेको 31 सदस्यमा एकदमै इनर्जेटिक युवा साथीहरू आउनुभएको छ। सबैजना एउटा आशा भरोसा कुलुङ जातिहरूको एउटा भरोसाको केन्द्र दिनुभएको छ। आशा चाहिँ हामी सकेसम्म राम्रै नै एउटा सबैले समेटेर सहकार्य समन्वय सहअस्तित्व कायम गर्दा अगाडि बढ्नेछौँ भन्ने पनि प्रतिबद्धता गर्दै, बाँकी विषय चाहिँ हाम्रो आदरणीय अध्यक्षज्यूले राख्नुहुनेछ भन्दै हामी चाहिँ अहिले राख्न चाहन्छु। नमस्कार, सेवा के अगाडि धन्यवाद। यो पत्रकार सम्मेलनमा सहभागी भएका नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान सङ्घका नवनिर्वाचित उपाध्यक्ष तथा वर्तमान सिन्चन गाउँपालिका सङ्घ सभाका आदरणीय अध्यक्षज्यू, नवनिर्वाचित महासचिवज्यू, सचिवज्यू, वर्तमान पत्रकार महासङ्घका अध्यक्ष तथा यहाँ उपस्थित हुनुभएका पत्रकार महासङ्घ आबद्ध तथा अन्य सम्पूर्ण पत्रकारज्यूहरू, यहाँ सम्पूर्णमा म सेवा अनि स्वागत र धन्यवाद व्यक्त गर्न चाहन्छु। र विशेषतः हामीले हिजो मात्रै यो कुलुङहरूको एउटा छाता सङ्गठन गुस्खम हामी भन्छौँ, यो गुस्खमको 6औं केन्द्रीय महाधिवेशन हामीले सम्पन्न गरेका छौँ र सम्पन्न गरिसकेपछि हाम्रो महासचिवले यो विषयमा जानकारी गराइसक्नुभएको छ। म यहाँहरूलाई छोटोमा के मात्र भन्न चाहन्छु भने कुलुङ समुदाय नेपालको आदिवासी जनजाति किराँती समुदाय अन्तर्गत पर्दछ। तथापि कुलुङ समुदायले केही दशकदेखि आफ्नो भाषा, संस्कार, संस्कृति, परम्परा अनि ऐतिहासिक भूगोल र
कुलुङ समुदायको मनोविज्ञानलाई विश्लेषण गरेर यो मुलुकमा एउटा जाति बन्नका निम्ति सबै मापदण्ड पुग्दो रहेछ भन्ने कुराको आत्मसात गरे र त्यति मात्र होइन, यो नेपालको प्रचलित कानुन र अन्तर्राष्ट्रिय कानुनहरूलाई हेर्दाखेरि र अन्तर्राष्ट्रिय कानुनमा एउटा छुट्टै जाति बन्नका निम्ति त्यसका मापदण्डहरू के हुँदो रहेछन् भन्ने कुराको चाहिँ छलफल गरेर अन्तर्क्रिया गरेर निष्कर्षमा पुगिसकेपछि एउटा यो कुलुङ समुदाय एउटा समुदाय मात्र नभएर, यो कुलुङ समुदाय एउटा भाषा मात्र नभएर, यो कुलुङ समुदाय एउटा संस्कार र संस्कृति मात्र नभएर, यो कुनै एउटा चाहिँ निश्चित भूगोलमा भएका मानव जाति मात्र नभएर एउटा ऐतिहासिक र मिथक र ऐतिहासिकता बोकेको एउटा मौलिक जातिको रूपमा यो चाहिँ हामीले प्राप्त गरिसकेपछि लामो समयदेखि कुलुङ जातिलाई एउटा किराँत आदिवासी जनजाति अथवा आदिवासी समुदाय, त्यसमध्ये किराँत समुदाय अन्तर्गत एउटा छुट्टै जातिको रूपमा पहिचान मात्रै आएको जाति हो र यसैको अधिवेशन हामीले छिटो अधिवेशन सम्पन्न गरेका छौँ र यो अधिवेशनले पनि विशेषतः हामीले यो अधिवेशनलाई नेतृत्व निर्माणको अधिवेशन मात्रै ठान्यौँ, हामीले नीति निर्माण गर्ने अधिवेशन पनि लिएका थियौँ। त्यसैले हामीले हाम्रा विशेषतः यो नेतृत्वहरूलाई परिचालन गर्ने निर्माण गर्ने सन्दर्भमा हाम्रो नीति कस्तो छ भन्ने कुरा र त्यसमध्ये हाम्रो विधान अनि हामीले विधानको संशोधन लगायतका विषयहरू र अन्य हामीले नीतिगत निर्णयहरू पनि गऱ्यौँ र सुबमोजिम हामीले नेतृत्व निर्माण गरेका छौँ र हामी यहाँहरू मार्फत फेरि पनि भन्छौँ, लामो समयदेखि हामीले पहिचान अस्तित्वको चाहिँ एक खालको आवाज हामीले चाहिँ यो संस्था मार्फत आम नेपालीहरूलाई हाम्रो कुरा भनिराखेका छौँ, पहिचान र अस्तित्व हामीले बुझिरहेका छौँ र तपाईँहरू मार्फत पनि यो कुलुङ समुदायले फेरि पनि आम नेपालीहरूलाई र सम्बन्धित सरकारवाला सङ्घ संस्था निकाय र सरकारहरूलाई विशेष गरी सङ्घीय सरकारलाई यहाँको मार्फत चाहिँ यो हाम्रो आवाज त्यहाँ पुर्याउन पनि सहयोग मिल्नेछ भन्ने कुरामा पनि म विश्वस्त छु र हामी कुलुङ समुदायको केही मागहरूलाई हेर्दाखेरि कहीँ आदिवासी जनजाति र किराँत समुदाय भन्दा अलिकति अलग्गै अराजक प्रकृतिका जस्तो पनि कहीँ महसुस गर्दै गरेका छौँ। तर हामीले के भनेका छौँ भने यो मुलुक दुईटा हिसाबले मात्र परिचित छ, एउटा त संस्कृतिको हिसाबले भूल संस्कृति र अर्को भनेको प्रकृतिको हिसाबले। त्यसैले पनि यो भूल संस्कृति भनेको हाम्रो मुलुकको सम्पत्ति हो, यो राज्यको सम्पत्ति हो र यो सम्पदा हो र कहीँ हामीले भन्ने गरेका पनि छौँ। यो राष्ट्रको परिभाषा गर्दाखेरि राष्ट्रियताको परिभाषा गर्दा कहीँ कमजोरी भयो, त्यसैले पनि अहिले पनि यो सांस्कृतिक र सामाजिक अन्तर्विरोधहरू अहिले पनि राजनीतिक रूपमा हल हुन नसकेको अवस्था यो कमजोरी हो कि त्यसैले यो कमजोरी छ भने आम रूपमा सबै सङ्घ संस्था अनि सरकारहरूले यसको विषयमा पुनर्विश्लेषण गर्नु आवश्यक छ भन्ने कुरामा राख्छौँ। राष्ट्रियता केलाई भन्ने सन्दर्भमा यो हामीले बहुलतावादलाई स्वीकार गरेका छौँ भने यसलाई आम साझा नेपालीको मौलिक संस्कार र संस्कृतिको रूपमा लिएका छौँ। आम यो नेपालीको चाहिँ सम्पदाको रूपमा हामीले स्वीकार गर्ने हो भने हामीले बहुलताको हामीले यो प्रकृति छ, यो संस्कृति छ, यो सामाजिक गुणावली छ, यो सामाजिक गुणावलीलाई हामीले राम्रोसँग पहिचान गर्नुपर्छ। राम्रोसँग पहिचान गरिसकेपछि मात्र हामी राज्यको सही ढङ्गबाट परिभाषित गर्न सक्छौँ र अन्तर्राष्ट्रिय जगतमा हामीले प्राप्त गरेको जो गौरवमय इतिहास छ यो इतिहासलाई हामीले के भने साझा रूपमा हामीले ग्रहण गर्न सक्छौँ। यो नेपालमा बसोबास गर्ने आम नेपालीहरूले सबै जाति समुदायले ग्रहण गर्न सक्छ, यो मुलुकले पनि ग्रहण गर्नुपर्छ भन्ने हामी त मान्यता राख्दछौँ र त्यो कुरा हाम्रो आवाज उठाइरहेका कुलुङहरूले कुलुङको विषयमा त बोल्छ त कि अरू जात जाति भाषा भाषी धर्मावलम्बी भूगोलमा बसोबास गर्ने मानिसहरूको विषयमा बोल्दैन त के कुलुङ समुदायले चाहिँ यो सामाजिक एकता चाहँदैन त, सांस्कृतिक एकता चाहँदैन त, यो चाहिँ के भने समतामूलक समाज निर्माण गर्नेमा कुलुङहरूको चाहिँ कुनै जिम्मेवारी र जवाबदारीता छैन त भन्ने प्रश्न उठ्न सक्छ। तर हामी के पुग्दछौँ भने पहिलो कुरो आफ्नो विषयमा बोल्ने आफै कुलुङहरूले आफ्नो विषयमा पहिलो कुरो बोल्नुपर्छ। अन्य जात जातिहरूले आफ्नो विषय आफ्नो सन्दर्भमा आफ्नो पहिचानको आफ्नो चाहिँ आफूले गुमाएका र प्राप्त गर्नुपर्ने विशेष सन्दर्भ छ भने त्यो स्वयं जात जातिले बोल्नुपर्छ। त्यो किन आदिवासी मात्र नहोस् न, किन त्यो किराँती मात्र हुनुहोस् न, त्यो मस्तक धर्मावलम्बीहरू मात्र नहोस्, किन क्षेत्रीय ब्राह्मण मात्र, त्यो सम्बन्धित जाति समुदाय धर्म संस्कृतिलाई आफ्नो विषयमा पहिलो कुरा राख्नुपर्छ। त्यसपछि हामीले कुरा राख्दै जाँदा हामीले सम्बन्धित सरकारवाला र सरकारसँग पनि हाम्रो कुरा राख्नुपर्ने हुन्छ। त्यसैले के भन्यो भने
सबै जात जाति भाषा धर्म लिङ्ग क्षेत्रलाई सन्तुलित ढङ्गबाट समावेशी ढङ्गबाट सामाजिक एकता सामाजिक न्यायको हिसाबबाट समतामूलक समाज निर्माण गर्नको निम्ति कुलुङ समुदाय सचेत रहँदा रहँदै पनि आफ्नो विषय आफूले गुमाएको अधिकारको विषय आफूले प्राप्त गर्नुपर्ने विषयहरूको सन्दर्भमा स्वयं हामी आफूले बोल्नुपर्ने भएको कारणले हामीले यो नेपाल किराँत भाषा संस्कृति उत्थान सङ्घ छोटकारीमा हामी कुलुङ गुस्खम पनि भन्छौँ। यो गुस्खमको माध्यमबाट हामीले हाम्रो कुराहरू उठाइरहेका छौँ र हामीले पहिलो कार्यवार्ता के हो भने अहिलेसम्म हाम्रो पुर्खाहरूले बचाएर राख्नुभएका हाम्रो गौरवशाली इतिहासलाई दोस्रो पुस्तामा हस्तान्तरण गर्नुपर्ने छ र अब संस्कार भाषा संस्कार र संस्कृतिको विषयले मात्रै पनि फेरि के हो भने यो बदलिँदो परिस्थितिमा यतिले मात्रै पनि कुलुङ समुदायको चाहना आवश्यकता र कुलुङ समुदायको चाहिँ समृद्धि प्राप्त गर्ने सन्दर्भमै यति मात्र अपुरो हुन सक्छ। त्यसैले कहिलेकाहीँ भाषा संस्कार र संस्कृतिको विषयलाई उठाइराख्दाखेरि विज्ञान र प्रविधिसँग अलिकति चाहिँ कन्ट्राडिक्सन भए जस्तो लाग्छ। त्यस्तो बुझिन्छ पनि यो विज्ञान र प्रविधिको जमानामा यी भाषा संस्कार संस्कृतिको कुरा मात्र उठाइराख्दा कुलुङ समुदायलाई भाषा संस्कार संस्कृतिको कुलुङ पुस्तालाई भविष्यलाई कुलुङको भावी पुस्ताहरूलाई हामीले गर्ने भाषा संस्कार र संस्कृतिको कुरा मात्र गरिराख्दाखेरि काहीँ अन्यता जस्तो देखिन्छ। तथापि हामी के हो भने पहिलो कुरो यो मुलुकको सांस्कृतिक र सामाजिक गुणाण बुझ्नुपर्दछ, राष्ट्रियताको सही ढङ्गबाट परिभाषा गर्न सक्नुपर्छ, परिभाषित हुनुपर्छ। त्यसपछि के हो भने हामीले यो देशका हाम्रो सामाजिक गुणाण सबै कुरालाई बुझ्नुपर्छ। त्यति मात्र होइन, देश दुनियाँ विश्व बुझ्नुपर्छ। तर विश्व बुझ्दै गर्दा विज्ञान र प्रविधिलाई बुझ्दै गर्दा आफूलाई बुझ्न सकिएन भने फेरि पनि के भने प्रतिस्पर्धाको दुनियाँमा हामीले समृद्धि प्राप्ति गर्ने र समृद्धि हासिल गर्ने जुन दौडेका छौँ त्यो चाहिँ हामीले प्राप्त गर्न मुस्किलै हुन्छ। त्यसैले पहिलो कुरा के हो भने विज्ञान र प्रविधिमा आजको पुस्ताले पुस्तान्तरण हुनैपर्छ। विज्ञान र प्रविधिको ज्ञान अनिवार्य छ, तथापि के हो भने विज्ञान र प्रविधि सँगसँगै यो मौलिक संस्कृतिको ज्ञान पनि हुनुपर्छ। यो हाम्रो राष्ट्रियता हो। त्यसैले राष्ट्रियता बचाउनुको निम्ति पनि यी कुराहरू हामीले गर्नैपर्छ भन्ने कुरा राख्दछौँ। र यति भन्दै मैले अब मेरो कुरा पनि छुटाएँ। र तर के भने यो कुलुङ समुदायले आफ्नो छुट्टै अस्तित्व छुट्टै पहिचान खोजिराख्दाखेरि यो कुलुङ समुदायले मात्रै खोजेर पनि सम्भव छैन। यसलाई हामीले प्राप्ति गर्नको निम्ति सरकारसँग जोडिनुपर्छ। सरकारसँग जोडिनको निम्ति यहाँको साथ सहयोग चाहिन्छ। यहाँको मात्र होइन, नेपालमा रहेका जति पनि जात जाति भाषा संस्कृतिसँग सम्बन्धित हाम्रा चाहिँ सङ्घ संस्थाहरू छ, यी सङ्घ संस्थाहरूको पनि हामीलाई चाहिँ साथ र सहयोग गर्ने पारेको छ। हामीले जहिले पनि भनेको छौँ सबैसँग हामी हातमालो गरेर अगाडि बढ्न चाहन्छौँ र सबैसँग एकता गरेर अगाडि बढ्न चाहन्छौँ र हामी सबैको भाषा सबैको संस्कार सबैको संस्कृतिप्रति सचेत र सजग रहेर हामी सबैको ऐतिहासिकतालाई सम्मान गर्दछौँ। यो कुरा चाहिँ कुलुङ समुदायले फेरि यो प्रति सचेत छ। तथापि हामीले यी उठाइरहेको आवाजलाई कुनै असन्दर्भिक यो मुलुकको कानुन र गैर कानुनी ढङ्गबाट यो सामाजिक हिसाबले पनि राजनीतिक हिसाबले पनि मानव अधिकारको हिसाबले पनि राष्ट्रिय कानुनको हिसाबले पनि अन्तर्राष्ट्रिय कानुनको हिसाबले पनि चाहिँ कुनै पनि असंवैधानिक र गैर कानुनी छैन भन्ने हामी मान्यता बोक्दछौँ र यसका निम्ति हामी सबैसँग अपिल गर्दछौँ। सबैसँग हामी एकताबद्ध भएर अगाडि बढ्न चाहन्छौँ र हामी के भने हाम्रो साझा बचेका मौलिक वैज्ञानिक संस्कार र संस्कृतिलाई आज पनि यो मुलुकको राष्ट्रिय सम्पत्तिको रूपमा हामी सूचीकृत गराउन चाहन्छौँ भन्ने कुरा राख्दै मेरो भनाइ अन्त गरेँ। फेरि यहाँहरू सम्पूर्णलाई हार्दिक धन्यवाद दिँदै मेरो कुरा सके। धन्यवाद। डाक्टर ओम गुरुङको नेतृत्वमा ओम गुरुङको नेतृत्वले यी सूचीकृतको जुन माग राख्ने समुदायहरू छ जातिहरू छ, यी साँच्चै यो जाति बन्नको निम्ति मापदण्ड पुरा गर्न सक्छ कि सक्दैन त भन्ने कुराको लाई खोज्नको निम्ति हेर्नको निम्ति अनुसन्धान गर्नको निम्ति सम्बन्धित बसोबास गरेको जातिहरू बसोबास गरेको ठाउँमा आएर भूगोलमा आएर जिल्लाहरूमा आएर हेर्नुभयो। हेरिसकेपछि त्यसको प्रतिवेदनले कुलुङ समुदाय जाति बन्नका निम्ति मापदण्डहरू पुरा छ भन्ने ढङ्गबाट त्यो कार्यदलले 66 सालमा सिफारिस गरेर सरकारलाई बुझायो। तर त्यो अहिले पनि त्यो प्रतिवेदनमाथि कारबाही हुन सकेको छैन र अहिले पनि हाम्रो त्यस्तो धेरै नयाँ कुरा त छैन। तर हामी के हो भने पहिलो कुरा चाहिँ यसलाई निरन्तरता दिने र दोस्रो हाम्रो चाहिँ कुरा के हो भने अहिले 3 तहको सरकार बनिसकेपछि स्थानीय सरकार मार्फत हामी सूचीकृत हुँदै जाने र अहिले 7वटा स्थानीय सरकारमा हामी सूचीकृत भइसकेका छौँ र पहिलो चाहिँ कुलुङ समुदायलाई सूचीकृत गर्नको निम्ति सिलिचुङ गाउँपालिका सङ्खुवा सभाको बाट
त्यहाँबाट सूचीकृत चाहिँ सुरु भएको थियो र त्यो सूचीकृत गर्नुहुने तत्कालीन हाम्रो चाहिँ अध्यक्षजी उहाँ नै हुनुहुन्छ। उहाँकै हातबाट पहिलोपटक हामी सूचीकृत भएका छौँ। त्यसपछि सोलुखुम्बु, त्यसपछि भोजपुर, त्यसपछि सौगासभाका अन्य तहहरू, त्यसपछि इलाम, त्यसपछि झापा हुँदै काठमाडौँसम्ममा सूचीकृतको चाहिँ प्रोसेस अगाडि बढिसकेको अवस्था छ र हामी यसलाई चाहिँ के हो भने रणनीतिक रूपमा या अब चाहिँ एउटा कार्यक्रमको रूपमा हामी स्थानीय तहसँग जहाँ जहाँ कुनै समुदायहरू बसोबास गर्दै आएका छौँ त्यहाँ गएर हामी स्थानीय सरकारहरूलाई हामीले जो आवश्यक पर्ने यो सूचीकरणको सन्दर्भमा अब अस्पष्ट हुनुहुन्छ भन्ने त होइन, यदि अस्पष्ट हुनुहुन्छ भने पनि हामी स्पष्ट हामीले प्रयोग गरेका चाहिँ हाम्रा कार्यविधिहरू हामी उहाँहरूलाई सुझाएर उहाँहरूलाई दिएर सहयोग गरेर हामी चाहिँ यो स्थानीय सरकारमा सूचीकृत हुने चरणमा यो हाम्रो प्रक्रिया अगाडि बढ्छ। र अर्को कुरा चाहिँ के हो भने हामी अझै पनि कति समुदायभित्र पनि केही कुनै समुदायभित्र पनि केही सामान्यतः दृष्टिकोणहरू फरक छ। यो दृष्टिकोणलाई एउटा साझा दृष्टिकोणमा बदल्नेको निम्ति हामी यो टिमले चाहिँ दोस्रो काम गर्दैछौँ। तेस्रो कुरा चाहिँ के हो भने अहिले पनि हिजो यो कुनै समुदाय चाहिँ अलिकति के भने किराँतीभित्र पनि त्यसमध्ये राईभित्र पनि हाम्रो चाहिँ भौगोलिक भू बनावट अनि हाम्रो चाहिँ शिक्षाको पहुँच अनि अन्य सेवा सुविधाको पहुँचबाट टाढा टाढा यस्तो भूगोलहरूमा बसोबास गर्दै आएको कारणले पनि के हो भने हरेक क्षेत्रमा हाम्रो पहुँचहरू कमजोरी थियो। त्यसो भएकोले पनि हामीलाई एक हिसाबले भने म जन्मेको ठाउँमा मेरो ठाउँको मान्छेलाई मान्छे गनिँदैन, किनकि कुलुङ्गे बसोबास गरेको क्षेत्र भएकोले कुलुङ्गेहरूलाई पनि मान्छे भनिन्छ र भने जस्तो त्यो परिस्थिति थियो। त्यसैले के भने हाम्रो राज्यमा पहुँच पुग्न सकेन। त्यो पहुँच निर्माण गर्नको निम्ति हामीले ठुला सशक्त आन्दोलन गरेर चाहिँ क्रान्ति गरेर जाने भन्ने होइन, हामी हाम्रो समुदायलाई, हाम्रो मान्छेलाई, हाम्रो भावी पुस्तालाई, हाम्रा समकक्षी साथीभाइलाई एउटा के भने यो अधिकार पहिचान अस्तित्वको सन्दर्भमा यो सामाजिक सशक्तिकरणको पाटो, यो सरकारको पाटो पनि हो। यो पाटो पनि हामी गर्दै हाम्रा सबै साथीभाइहरूलाई, हाम्रा भावी पुस्ताहरूलाई एक गर्दै बुझाउँदै लाने एउटा सशक्तिकरणको अभियान पनि चल्नेछ। र हामीले त्यति मात्र नभएर यो मैले अघि पनि जोडाएको थिएँ, भाषा संस्कार संस्कृतिको चाहिँ संरक्षण उत्थान र प्रवर्धन गर्ने हाम्रो पहिलो कार्यभार हो। अब त्यतिले मात्र पुग्दैन। अबको चाहिँ के हो भने हाम्रो आर्थिक नीति के हुने त, हाम्रो सुशासनको नीति के हुने त, हामी उत्पादनसँग कसरी जोड्ने त भनेर यो समुदायलाई हामी उत्पादनसँग जोड्न, आर्थिक उन्नतिसँग जोड्न, यो चाहिँ समुदाय यो मुलुकले एउटा आदिवासी जनजातिको हैसियत प्राप्त गर्न खोज्दैछ भने, उसले त्यो अधिकार खोज्दैछ भने यो मुलुकप्रति, आफू बसेको समुदायप्रति, आफू बसेको भूगोलप्रति उत्तरदायी पनि हुनुपर्छ, जवाफदेही पनि हुनुपर्छ। त्यसका निम्ति हामी सबै हाम्रो समुदायहरूलाई हामी उत्तरदायी र जवाफदेही बनाउनको निम्ति नै र सशक्तिकरणको माध्यमबाट अझ हाम्रो आवाजलाई एकात्मक ढङ्गबाट अलिक ठुलो बनाएर चाहिँ अनन्त फेरि पनि सङ्घीय सरकारका हामी पुग्ने नै हाम्रो अहिलेको टिमको चाहिँ यो कार्यदिशा हुनेछ भन्ने कुरा म यहाँलाई राख्न चाहन्छु। सर, यो अध्यक्षज्यू, यो नयाँ कार्य समिति चाहिँ निर्वाचन प्रक्रियाबाट गर्नुभएको कि सर्वसम्मतिले चयन गर्नुभएको? हामीले अब प्रक्रिया चाहिँ निर्वाचनको मार्फत प्रक्रिया चाहिँ पुरा गर्यो, तर सर्वसम्मत ढङ्गबाट हामीले चयन चाहिँ गरेका त्यस्तो चुनावी चाहिँ गर्नु परेन। अहिलेसम्म विशेष गरी कुलुङ समुदाय चाहिँ यो सोलुखुम्बुको महाकुलुङ भन्ने एउटा गाउँपालिका छ, त्यही क्षेत्रबाट अलिकति विकसित भइरहेको जो हुङ्गु उपत्यका पनि भन्छौँ, त्यो चाहिँ क्षेत्र सोलुखुम्बु भोजपुर सङ्घसभाको एउटा चाहिँ बिचको क्षेत्र पनि पर्दछ। त्यो आसपास चाहिँ बढी चाहिँ हाम्रो अलिकति विकासको थलो र त्यसपछि चाहिँ हामी बिस्तारै भौगोलिक स्थानान्तरण हुँदै अहिले देशका चाहिँ अहिले लगभग 22वटा जिल्लामा, अझै पनि कुन जिल्लामा पुगेका छौँ यसको खोजी भइरहेको छ। विशेष गरी 22वटा जिल्लामा चाहिँ हाम्रो लगभग 19वटा जिल्लामा त कार्य समिति बनेको छ, 22वटा जिल्लामा चाहिँ हामीले बसोबास गर्दै आइरहेका छौँ। जनसङ्ख्याको सन्दर्भमा यो यस्तो हुँदो रहेछ, के रहेछ भने हामीले 1.5 लाखभन्दा माथि छौँ है, 1.5 लाखभन्दा माथि हुँदाहुँदै पनि अहिले देखेको चाहिँ लगभग 34,000को सेरोफेरमा देखिएको छ। यो चाहिँ 76को जनगणना अनुसार, 78को जनगणना अनुसार चाहिँ 34,000को हाराहारीमा चाहिँ हाम्रो तथ्यकृत भएको छ र भाषिक हिसाबले भन्दा 40,000भन्दा माथिको चाहिँ तथ्यकृत भएको छ। तर यो चाहिँ कस्तो हुँदो रहेछ भने जनगणनामा कुलुङ लेख्यो भने
मुलुकको क्लस्टरमा जाँदो रहेछ, मुलुक प्लस राई थप्यो भने त्यो राईकै क्लस्टरमा जाँदो रहेछ। त्यसो भएर हाम्रो तथ्याङ्कहरू चाहिँ हाम्रो पुरानो डकुमेन्टहरूमा राई भएको कारणले पनि सबैले चाहिँ के हुन्छ त्यस सन्दर्भमा यो अधिकारको विषय यो चाहिँ एक्सेसकै विषय हुँदो रहेछ। एक्सेसलाई पछि अधिकारको कुरा नबुझिँदो रहेछ, नबुझिसकेपछि आफैमा चाहिँ आत्मबल कमजोर हुँदो रहेछ अनि त्यो लेखाउनको निम्ति चाहिँ कन्फ्लिक्ट हुँदो रहेछ। त्यही भएर डकुमेन्ट जे छ त्यही लेखौँ भन्ने ढङ्गबाट हाम्रो चाहिँ एक दिन चाहिँ तथ्याङ्क चाहिँ हुन सकेको छैन भन्ने पनि म यहाँलाई जान्न चाहन्छु। किराँत राई खाने राई नै जाति चाहिँ भित्र जाउँ भनेर भन्नुहुन्छ। अर्को चाहिँ किराँत याक्का छिम्मा र सुनुवा सेवा समाज भन्ने तिनवटा आखिर उहाँहरू किराँतभित्रकै जाति हो भन्ने कुरो पनि स्वीकार गर्नुहुन्छ र उहाँहरू अलग अलग संस्कृतिहरू भएको छ भने किराँतीभित्रका यो 25 भन्दा बढी जाति भाषा बोल्ने अलग एउटा सूचीको प्रक्रियामा छ। टिकट पनि बताउनुपर्छ, लैजानुपर्छ, सूचीकृत हुनुपर्छ भन्ने हाम्रो माग हो। तसर्थ यो आदिवासीभित्रका आदिवासी किराँत महासङ्घ एउटा चाहिँ गठन भएको छ। त्योभित्र चाहिँ 14वटा भन्दा बढी यो अलग अलग जातिको छात्र सङ्गठन पनि रहेको यहाँले जानकारी गराउँदैछ। त्यसमध्येको कुलुङ बुस कम्पनी एउटा संस्था हो जो कुलुङ कुलुङ चाम्नी जसको भाषा संस्कृति बचाउनको लागि यो राष्ट्र बचाउनको लागि राष्ट्रियतामा पुग्नको लागि चाहिँ अलग अलग रूपमा असूचीकृत हुनुपर्छ भन्ने माग हो। र त्यही त अलिकति बुझाइमा कता कता कुलुङ र थर हो भन्ने खास एउटा कुलुङ राई कुलथरी कुलुङथरी अथवा कुलथरी सातथरी थर हुँदै होइन, आफैमा अलग भाषा हो, आफैमा संस्कृतिले सम्बन्ध चाहिँ जाति हो भन्ने बुझाइ चाहिँ यहाँ यो हामी चाहिँ सञ्चारकर्मी मित्रलाई पनि हार्दिक अनुरोध गर्दछौँ। र हाम्रो यो यही पौष 26 र 27 गते नवनिर्वाचित हाम्रो अध्यक्ष दौलत कुलुङजीको नेतृत्वमा भएका पदाधिकारीज्यूहरूको चाहिँ नामहरू म यहाँहरू बिचमा सामेल गर्न चाहन्छु। अध्यक्ष दौलत विजय कुलुङ, वरिष्ठ उपाध्यक्ष लाखपत शङ्कर कुलुङ, उपाध्यक्ष रामबहादुर कुलुङ, उपाध्यक्ष अजय अलङ्कार कुलुङ, उपाध्यक्ष सम्झना बान्तवा कुलुङ, महासचिव दिपेन्द्र थोरेप्पा कुलुङ, सचिव समीकान्त कुलुङ, सचिव प्रदीप कुलुङ, सचिव यमकला कुलुङ, सचिव दिल्ली कुलुङ, कोषाध्यक्ष दिल्ली कुलुङ, सहकोषाध्यक्ष कमान सिंह कुलुङ, सदस्य जयनारायण कुलुङ, सदस्य हरिकुमार दावार कुलुङ, सदस्य होम बहादुर कुलुङ, सदस्य प्रेम कुलुङ, सदस्य सीतावला खान कुलुङ, सदस्य चन्द्रलाल कुलुङ, सदस्य भीम बहादुर कुलुङ, सदस्य सन्देश कुलुङ, सदस्य बिलमाया कुलुङ, सदस्य सुभाष कुलुङ, सदस्य टङ्कराज कुलुङ, सदस्य गङ्गाराम कुलुङ, सदस्य हेमराज तिन्द्रा कुलुङ, सदस्य भगत कुमार गोदहो कुलुङ। हामी अन्य केही क्षेत्र भूगोलहरूमा पनि छुट्टो भएको छ, उहाँलाई हामीले चाहिँ मनोनित गरेर लैजाने हाम्रो विधान पनि भएको हुनाले हामी जम्मा 31 सदस्यीय समिति चाहिँ गठन अब निर्वाचित भएको छ। यस कुरा